के छ सर? ठिक छ सर। हेलो नमस्ते सबैजनालाई। यति बेला म लन्डनमा छु र मसँग आज हाम्रो गेस्ट हुनुहुन्छ सागर अगिरी, जसलाई चाहिँ किङ सागर भनेर पनि चिनिन्छ हैन। उहाँलाई चाहिँ सर्वप्रथम कार्यक्रममा स्वागत गर्न चाहे मैले। धन्यवाद हजुरलाई। अनि डेब्यू भिडियोमा हजुरलाई स्वागत छ, युट्युब च्यानलमा हजुरलाई स्वागत छ। युट्युब च्यानलमा धन्यवाद सर यार। इज अराउन्ड 5 वर्ष जस्तो बिताइसक्नु भएको छ उहाँले बेलायतमा हैन, एज अ स्टुडेन्ट आउनुभएको कुनै बेला उहाँ। र आई थिङ्क इफ आई एम नट रङ स्टुडेन्टहरूमा चाहिँ तपाईँलाई सोसियल मिडियामा युकेको बारेमा इन्फर्मेसन बनाउने, इन्फ्लुएन्स गर्ने उहाँ पहिलो व्यक्ति हो हैन। आफ्टर भनौँ न 2019 पछिको चाहिँ जुन तपाईँलाई 2019 तिर आउनुभयो तपाईँ सर हैन, 20 हैन, 20 भनेपछि जब फेरि युकेले चाहिँ खोलो पिएसडब्ल्यू हैन, त्यो पछिको आउने स्टुडेन्टहरूको वेबमा चाहिँ आई थिङ्क इज बिगनर्सहरूमा हुनुहुन्थ्यो उहाँ हैन। युट्युबमा धेरै साथीहरूले हावादारी कुराहरू पनि हालेको देखिरहेको हुन्छु म हैन, हावादारी कुरा बोलेको पनि, तर रियल फ्याक्ट के हो त्यो त एक्सपिरियन्स गरेको मान्छेलाई थाहा हुन्छ हैन। त्यही भएर आज हामीसँग किङ सागर हुनुहुन्छ हैन। तपाईँको लाइफ अहिले कस्तो चल्दैछ तपाईँलाई हालमा? लाइफ अहिले बिजी चलिरहेछ। हजुर। रिसेन्टली हाम्रो इभेन्ट सकियो जसमा हजुर पनि हुनुहुन्थ्यो। हजुर। इभेन्ट सकियो, त्यो दौरान चाहिँ अलिअलि बिजी थियौँ। अब अहिले चाहिँ अब जे अलिकति कुल छौँ भनौँ न, अलिअलि नर्मल टु ब्याक टु द लाइफ, ब्याक टु द वर्क। तपाईँको एक्सपेक्टेसन जे थियो नि युकेसँग, तपाईँ यहाँ आइपुगेपछि त्यस्तो भयो तपाईँलाई? अलि थिएन है। कस्तो एक्सपेक्टेसन थियो तपाईँको चाहिँ नेपालमा आउँदा? मेरो एक्सपेक्टेसन कस्तो थियो भन्दाखेरि चाहिँ अब एज अ स्टुडेन्ट थिएँ होइन, मैले चाहिँ केही फरक पढाइ हुन्छ कि जस्तो लागेको थियो। अब किनकि अब मैले पढ्ने जुन मेरो सब्जेक्ट थियो स्पोर्ट्स साइन्स, त्यसमा चाहिँ मैले चाहिँ अब प्र्याक्टिकल्ली नै धेरै इन्भल्भमेन्ट हुन्छ होला जस्तो लागेको थियो, अनि थ्योरिटिकल्ली त्यस्तो नहोला। अनि अब मेबी अब यहाँको तरिका त्यस्तै होला होइन, पढाउने होला नहोला होइन। आफूले चाहिँ अब नेपालमा सरहरूले चाहिँ मजाले बोर्डमा लेखेर पढाएको बानी भएको हुनाले चाहिँ यहाँनिर आउने बित्तिकै टिचरहरूले चाहिँ लेक्चररहरूले चाहिँ त्यो पावर पोइन्टबाट पढाउँदा देख्दाखेरि चाहिँ सेम जे भने जे भने त्यति भन्ने होइन, त्यो बाइक किन भन्ने, इफ क्वेसन कसैले गर्यो भने मात्र भन्ने, क्वेसन गरेन भने त्यति हो भन्ने, बाई भन्ने, असाइनमेन्ट दिने, यति धेरै दिने होइन। मोरओभर चाहिँ सेल्फ स्टडी रहेछ है यहाँको। सेल्फ स्टडी एकदमै। तपाईँहरूलाई जसरी अब नेपालमा पनि अब सरहरूले चाहिँ लाइक भन्दा नि पुरा एक्सप्लेनेसन गरिदिनु हुन्थ्यो नि त, अब त्यसरी चाहिँ नगर्ने यहाँनिर है। सो त्यो चाहिँ एउटा च्यालेन्ज छ, किनभने नेपालमा चाहिँ हाम्रो पढाइको सिस्टम कस्तो छ भने सर घोकाउने एकदमै जे कुरा पनि प्रिपेयर गरेर दिने होइन। त्यो कारणले गर्दा पनि होला सायद यहाँ धेरै आएको स्टुडेन्टहरूले चाहिँ काम खोज्न नसक्ने कारण एकदमै होइन, तपाईँलाई युनिभर्सिटीको असाइनमेन्ट गर्न नसक्नुको कारण होइन, अनि अरू विभिन्न कुराहरूमा चाहिँ अब सेल्फ रिसर्च गर्न नसक्नुको कारण चाहिँ एउटा चाहिँ यो पनि होला जस्तो लाग्छ है। सो एउटा मेन क्वेसन तपाईँलाई मैले सोध्न चाहेँ होइन, स्टुडेन्ट्स चाहिँ युके चाहिँ होइन मेजोरिटी अफ आवर नेपाली स्टुडेन्ट्स चाहिँ युके पढ्नको लागि आउनुहुन्छ या यो चाहिँ एउटा बाहना हो यहाँ आएर सेटल हुनको लागि, आइएलआरतिर यताउता हुन्छ नि? आई थिङ्क 10% स्टुडेन्ट, 100मा 10% स्टुडेन्ट्स उहाँहरूको चाहिँ मेन्टालिटी चाहिँ म पढ्छु भन्ने हुन्छ होइन, जसको ब्याकग्राउन्ड अलिकति राम्रो छ। हजुर। बाँकी 90% को चाहिँ अब जस्ट गेटवे है, अहिले त गेटवे, अनि अहिले त अब ट्रेन्ड जस्तो पनि भइसक्यो होइन। बाहिर जाउँ, घरको मान्छेले मेरो छोरा छोरी बाहिर छ भन्नलाई त्यो उ गर्नको लागि भने पनि अब पैसा पनि कमाऊ भन्ने, प्लस त्यसको त्यही भएर चाहिँ अहिले ट्रेन्ड एज अ ट्रेन्ड टाइपको छ। भनेपछि अराउन्ड 90% स्टुडेन्ट चाहिँ एउटा बाहना मात्रै, पढ्न चाहिँ एउटा बाहना हो, यो एउटा बाहना हो होइन। ठिकै छ, जे भयो नि ल म होइन भने बाहना होइन भनेपछि तपाईँ भन्नु न, अहिले जति पनि टिकटक हेर्नुहुन्छ, जति पनि स्टुडेन्टहरू छन् नयाँ आएको भाइ बहिनीहरू छन् होइन, भाइ बहिनी नै भन्नु, म साथीभाइहरू भन्छु ल होइन, अब फेरि अफेन्ड होला नि भाइ भन्यो भाइ बहिनी भन्यो भनेर होइन, नेपालीहरूको बानी फेरि छिटो अफेन्ड हुनेछ। साथीभाइहरू होइन, साथी बहिनीहरू जति पनि छन् उनीहरूले गाह्रो छ युके गाह्रो भयो भन्छन् होइन। के चाहिँ गाह्रो भयो त युकेमा? काम पाउन गाह्रो भयो, काम गर्न आएन नि त, यहाँ त पढ्न आएको, पढ्न त गाह्रो छैन यहाँ होइन। अब जसले गाह्रो छ भने उनीहरूको इन्टेन्सन त अब काम गर्ने त होला नि है। तर मेजोरिटी हेर्छु क्या, जस्तो सोसियल मिडियादेखि लिएर धेरै कुरा मलाई पनि क्वेरिज होइन, एज अ काउन्सिलर म चाहिँ होइन, तपाईँलाई एज काउन्सिलिङको सञ्चालक पनि हो। धेरै यसो विद्यार्थीको कन्सर्न चाहिँ के रहन्छ भने काम कति गर्न पाइन्छ होइन, काम पाउँछ कि पाउँदैन। लाइक हुन्छ नि, मलाई कहिले कस्तो लाग्छ भने एज अ काउन्सिलरमा बसिराख्दा चाहिँ एजुकेसनको बारेमा सोधन भाइ बहिनीहरू जस्तो फिल हुन्छ क्या मलाई। धेरै कमले सोध्छन् सर, धेरै फ्यु क्वेसन। मलाई लाग्छ कस्तो क्वेसनहरू आउँछ होला जस्तो लाग्छ भन्दाखेरि चाहिँ कुन सब्जेक्ट सस्तो छ, एकदम कुन एरियामा कुन युनिभर्सिटीमा गयो भने काम अलिक छिटो पाउँछ, त्यस्तै मेजोरिटी अफ स्टुडेन्ट मैले भने हजुरलाई 90% स्टुडेन्टहरूको चाहिँ मेन्टालिटी चाहिँ लेट्स गो एन्ड अर्न मनी। तपाईँलाई के लाग्छ नेपालबाट हाम्रो आउने मेजोरिटी विद्यार्थीहरू चाहिँ होइन, तपाईँले धेरैजना देखिसक्नु भएको छ यहाँनिर, यहाँको जब मार्केटलाई रेडी हुनुहुन्छ या हुनुहुन्न? छैन
छैन है कुरालाई चाहिँ क्ल्यारिफाई गर्न सक्नुहुन्छ तपाईले सकिहाल्यो नि सजिलो छ इजी छ जसरी म फर इक्जाम्पल म हजुरलाई दिन्छु हजुर अब युट्युब चलाउँदैन हुन्छ हैन अब सागर युट्युब चलाए मैले भन्छु शुभ म युट्युब चलाइदिन्छु भनेर भन्छु हैन हजुर अब हजुरले के खोज्नुहुन्छ ममा क्वालिटीहरु यसलाई अपलोड गर्न आओस् यसलाई क्लिक बेट राख्न आओस् हैन ल अपलोड गर्न नआए पनि यसलाई एटलिस्ट क्लिक बेट राख्न आओस् या यसलाई भिडियो सुट गर्न आओस् या एडिट गर्न आओस् मलाई के पनि नआयो भने तपाईले मलाई युट्युब कसरी दिनुहुन्छ सही हो बेसिक स्किल्स भयो बेसिक स्किल्स पनि भयो हैन तपाईको अब जसरी अब यहाँ स्टुडेन्टहरु आउँछ फर्स्ट अफ अल अब पैसाहरु चिन्दैन पैसा चिन्दैन है पैसा चिन्दैन नि त स्टार्टिङमा त गाह्रो हुन्छ गाह्रो भयो अफिसियली सर नर्मली बेसिकली तपाईँ एउटा कुरा गर्नु जेनरली कुरा गर्नु हैन स्टोरमा गयो काम गर्नलाई अफ लाइसेन्सहरुमा त्यहाँनिर चाहिँ धेरै जस्तो काम पाउँछ त्यहाँनिर गएर अब तपाईलाई वनिर चाहिने के मेन पैसा चिन्नु पर्यो नि त पैसा चिन्नु पर्यो हैन त्यो चिन्दैन फर्स्ट अफ अल अर्को कुरा अब कुरा गर्न जान्दैन मेन कुरा स्टुडेन्टहरुलाई हामीलाई कुरा गर्न आउँदैन डेफिनेटली सर कुरा गर्न आउँदैन हैन तपाईको आफ्नो आफ्नो तरिका हुन्छ हैन कसैले बोल्दाखेरि चाहिँ उले राम्ररी बोलेको हुन्छ तर उसको हामीले सुन्दाखेरि चाहिँ उसको अलिकति छुचो त्यस्तो टाइपको सुनिन्छ टोन चाहिँ त्यस्तो हुन्छ सबै अब पोलाइट होला नहोला उसले बोल्दाखेरि थाहा हुन्छ हैन तर मेन कुरा चाहिँ अलिकति कम्युनिकेसन बढाउने हैन त्यो स्किल्सहरु चाहिँ कम हुन्छ प्लस अब आफुलाई के काम आउँदैन भने काम पनि कसैले दिन्छ भनेर आशा गर्नु पनि बेकार हो जस्तो लाग्छ के लाइक मैले तपाईलाई भने नि अस्ति मैले एउटा भिडियो नि बनाएको थिएँ मेजोरिटी अफ द स्टुडेन्ट्सको चाहिँ पहिलो काम नै युके आएर गरेको हुन्छन् कि लाइफमै बुझ्नुभयो नि नेपालमा केही काम गरे हुँदैन हामीले हैन हाम्रो पहिलो जिन्दगीको पहिलो कामै हामीले युके आएर गर्छौँ क्या तपाईले आफै बुझौँ न हैन तपाईलाई कहीँ गएर चाहिँ के अरे दिनको 1 घण्टा चाहिँ 1 महिना चाहिँ गएर बारिस्टाको कोर्स गर्ला कसैले उसले बाटेन 1 घण्टाले पुग्दैन नि त तपाईले एक्सपिरियन्स चाहियो हैन त्यो छैन नि त ल मैले कोर्स गरे भने सर्टिफिकेट ल्याएर त जब त पाइदैन फेरि त्यस्तो सर्टिफिकेट मसँग यति हो नि त्यही भने हैन फेरि अझ मैले फेरि काम गरेको सर्टिफिकेटहरु छ के है हजुर सो अनेस्टली भन्नुपर्दा चाहिँ हैन विद्यार्थीहरु चाहिँ यहाँनेरि ग्रेजुएसन पछि आफ्नो फिल्डमा काम गरिरहेछन् या छैनन् अनेस्टली भन्नुपर्दाखेरि चाहिँ के छ सिनेरियो यस्तो छ सर हैन 80% पनि कसरी भनौँ म हैन अब त्यो इन जेनरलमा चाहिँ भनिदिन्छु हैन जेनरलमा चाहिँ रफली टाइट उसमा चाहिँ भन्छु आई थिंक 10% 15% स्टुडेन्टहरुले चाहिँ आफ्नो फिल्डको काम गर्छ हैन है जो पनि अलिकति स्मार्ट छ जसले चाहिँ अब तपाईको ड्युरिङ स्टडीजहरु इन्टर्न गरिरहेछ या अब आफ्नो लिंक्डइनहरुमा प्रोफाइलहरु राम्रो बनाइरहेछ हैन हजुर अबले या त लिंकबाट चाहिँ कोही चिनेको छ हुन्छ नि त बिजनेसम्यानहरु हुन्छ यहाँनिर कति धेरै तपाईको सेमिनारहरु हुन्छ युकेमा हैन जब सेमिनार्सहरु हुन्छ युनिभर्सिटिजहरुमा त्यसमा कतिको इन्भल्भमेन्ट भइराछ उले आफूले कसरी च्यानलहरु मिलाइराछ दो स्टुडेन्ट उनीहरुले चाहिँ पाइराछ हैन जसले बाकी चाहिँ अब कस्तो छ भन्दाखेरि मैले एकचोटी भनेको थिएँ के हजुर किचनमा भाडा मात्र माजेर चाहिँ अगाडि बढिदैन यसको मान्छेले धेरै गलत ल्याएको थियो के त्यो हैन जसरी अब म भनौँ म आफ्नो म एक्जाम्पल दिन्छु अरूले दिदैन म आफूले एज एक्जाम्पल दिन्छु मैले स्पोर्ट्स साइन्स पढिरहेको थिएँ हैन पढेको हो हैन पढिरहेको थिएँ त्यो बेला मैले ल भनौँ न किचनमा काम गरिरहेको थिएँ नि त किचनमा काम गरिरहेको थिएँ म किचन मात्र भित्र भएको भइदियो भए त आई थिंक आफ्टर डिग्री त मैले पाउँदैन थियो होला नि त अपर्च्युनिटिजहरु या ड्युरिङ उसमा चाहिँ पाउँथेन होला तर के गरे म त्यहाँबाट आउट भएँ हैन मैले सोचे यार यो आई एम नट हियर फर दिस वन नि अनि त्यसपछि म इन्भल्भमेन्ट भए धेरै कुराहरुमा फिटनेसमा त थिए हैन त्यहाँबाट चाहिँ लिंकहरु बनाए काम गरे इन्टरनेशनल प्लेयरहरुसँग यहाँको चाहिँ हैन वर्ल्डको नम्बर 1 प्लेयरसँग पनि काम गरे इभन अहिले पनि नेपालको टिमहरुसँग पनि काम गरिरहेको छु हैन सो That's how you have to build yourself के सक्सेस यतिकै आउँदैन नि त भर्याङ त चढ्नु पर्यो नि त आफ्नो त्यो किसिमको स्किल्सहरु पनि गेन गर्दै जाने हो नि त हैन हो अब गर्नेले गर्छ सर हैन अब जसले गर्दैन जसको अगाडि पैसा मात्र ठुलो कुरा हो अब आजलाई मात्र पैसा चले देख्छ उसकोले गर्छ भने चाहिँ आई डोन्ट थिंक उहाँले चाहिँ डिग्री पछि पनि त्यस्तो के गर्छन् जस्तो लाग्दैन डिग्री सक्ने बित्तिकै अब स्टुडेन्टलाई के हुन्छ पीएसडब्ल्यू हुन्छ हैन पीएसडब्ल्यू 2 वर्षको त्यसपछि स्पोन्सर कसरी सेटल हुने एन्ड टेन त्यही छ त्यही कुराको प्रेसर हुन्छ त्यही भएर चाहिँ अलिकति त्यो वेतिर चाहिँ जान मान्दैनन् त्यही त लाइक त्यो रिस्क लिनलाई रिस्क लिन मान्दैन रिस्क बेयरिङ गर्दैन तर यसो हेर्दा तपाईले भनेको कुरा सही हो हैन एकदम थोरै नम्बर्स अफ स्टुडेन्ट्सहरुले मात्रै तपाईले ग्रेजुएट भएर आफ्नै फिल्डमा जुन जे कुरामा ग्रेजुएट हुनुभएको छ त्यसमै काम गरिरहनु भएको छ र विशेष गरेर हेल्थ केयर सेक्टरतिर चाहिँ आफूले पढेको डिग्री अनुसारले काम धेरैले पाउँछन् गरिरहेछन् हैन तर अरूमा चाहिँ एकदम च्यालेन्जिङ छ हैन तपाईलाई धेरैले भन्छ ल आईटी को स्कोप छ अकाउन्टेन्ट फाइनान्सको स्कोप छ तर त्यो स्कोपलाई ग्र्याब गर्नको लागि पनि त आफूले त्यो किसिमको सैक्रिफाइस त गर्नु पर्यो नि त गर्नु पर्यो आफूले पनि त्यो अनुसार मेहनत गर्नु पर्यो धेरै जस्तो हाम्रो नेपालबाट आउने धेरै विद्यार्थीहरुको चाहिँ मैले देखेको है सर
कन्सेप्ट चाहिँ कस्तो हुँदो रहेछ भने मैले डिग्री सकेँ भन्दैमा मैले जब पाउँछु भन्ने सोच्छु द्याट्स अ बिग मिथ हैन एकदमै त्यो चाहिँ एउटा ठुलो लाइ हो है टु बी अनेस्ट भन्नु पर्दाखेरि डिग्रीले मात्रै जब पाइँदैन यो देशमा हैन तपाईँ सँगसँगै एउटा अर्को मान्छेले चाहिँ त्यो पोजिसनको लागि चाहिँ लडिरहेको छ जोसँग चाहिँ एक्सपिरियन्स छ त्यो सेक्टरको तपाईँ जतिको हायर डिग्री नहोला उसँग तपाईँले मास्टर्स इन समथिङ गर्नुभएको होला उसले सायद ब्याचलर्स मात्रै गरेको होला तर उसँग बेसी एक्सपिरियन्स छ भने उसलाई हायर गर्छ होइन मैले देखेको है सर मलाई यहाँ भन्यो नि त मैले डिग्री सकिसकेपछि म काम गरेर थिएँ प्लेयरहरूसँग हजुर मैले त सिधै अब म टिममा एज अ टिममा त जानु पर्यो नि त एकजना पर्सनली एकजनासँग काम गर्नुभन्दा टिममा गयो भने त मेरो नेम फेम अनि पैसाको लागि राम्रो हुन्छ भनेर चाहिँ अब गरेको वी निड 6 इयर्स एक्सपिरियन्स भन्यो है एक्सपिरियन्सै माग्छ नि 6 इयर्स लेभल 6 को होइन मैले त इन्टर्न गरिरहेको छु तपाईँहरूसँग प्लेयरहरूसँग छ मैले देखाएँ सबै कुराहरू देखाएँ न इट डजन्ट वर्क भन्यो मैले भने हस् त नमस्कार गाह्रो छ सर सो यो सबै कुरा छ है तपाईँले 5 वर्ष बिताइसक्नु भएको छ युकेमा होइन एज अ स्टुडेन्ट त्यहाँदेखि तपाईँले पढाइ सकिसकेपछि अरू कुराहरूमा पनि इन्भल्भ हुनुहुन्छ अहिले प्रोफेसनली पनि होइन एकदम प्रोफेसनली पनि तपाईँ अहिले क्रिकेट क्लबसँग काम गरिरहनु भएको छ अरू कुराहरूमा इन्भल्भ हुन्छ इभेन्ट्सहरूदेखि लिएर यताउता होइन तर स्टार्टिङको दिनमा केही दुःखका कुराहरू पनि छन् नि त तपाईँको एज अ स्टुडेन्ट हुँदा चाहिँ तपाईँले गरेको स्ट्रगलहरू होला तपाईँको कति चोटपटक लाग्यो होला तपाईँलाई होइन त्यो मात्रै होइन तपाईँको इमोसनली पनि तपाईँ कतिपय कुरामा चोट खानुभयो होला होइन यो पुरै सिनेरियो हेर्दाखेरि होइन त्यो अगाडिको अँध्यारो दिनहरू होइन र अहिलेको उज्यालो दिनहरू र अब आउने अझ उज्यालो दिनहरू होला तपाईँको होइन यो सबै हेर्दाखेरि चाहिँ यदि फेरि टाइम घडी फेरि फर्केर त्यही 5 वर्ष अगाडि गयो भने तपाईँ युके चुज गर्नुहुन्थ्यो होला त स्टुडेन्ट लाइफको लागि युके नै आउँथ्यो युके नै आउनुहुन्थ्यो मेरो सोच मेरो स्टार्टिङमा मान्छे अब स्टुडेन्टहरूको त चुज हुन्छ नि त कहीँ भएन भने युके थियो नि त मेरो सिधै अनलाइन नै युके थियो क्या है भनेपछि यत्रो सबै कुरा हुँदाखेरि पनि तपाईँलाई पनि त कतिपय कुरामा अहिले हामी आउँछौँ कुरा गर्दै गएपछि केही कुराहरू छ तपाईँलाई युकेसँग धेरै कुरामा गुनासो देखेको छ होइन तपाईँको भिडियोजहरूबाट यताउताबाट होइन पर्सनली पनि मैले सुनेको छु अनि यो सबै कुरा हुँदाहुँदै पनि आजको दिन सबै कुरा हेर्दाखेरि पनि समयको घडी फेरि फर्केर त्यही टाइममा गयो भने तपाईँ चुज गर्नुहुन्थ्यो त युके नै चुज गर्छु युके नै चुज गर्नुहुन्छ युएस गर्दिनँ हजुर किनकि युएसमा स्टुडेन्टले काम गर्न पाउँदैन हजुर जसले पनि गर्छ तपाईँले कालोमा काम गर्ने हो युएसमा होइन एकदमै हार्ड छ क्यानाडा अब हामी जस्तो एभरेज स्टुडेन्टको लागि होइन डेफिनेटली होइन अब अस्ट्रेलिया के जाने होइन फाइनेन्सियली सकिँदैन